कहिलेकाहीँ त हेल्दी खानेकुरा पनि खाम न भनेर अनि मैले आज चम्सुरको खिर बनाएको। यो ढाडहरू दुख्नेलाई त यस्तो राम्रो हुन्छ नि, च्वाट्टै निको त हुन्न, जे भयो नि कस्तो आराम दिन्छ के। अनि त्यही भएर मैले आज यो पकाउनु लगाएको। सुरुमा हामीले चम्सुर चाहिँ 4-5 घन्टा चाहिँ भिजाउनु पर्छ, नभिजाइकन यो पकाउनु मिल्दैन नि त। अनि त्यही भएर मैले चाहिँ कसरी पकाउँछु भनेर तपाईँहरूलाई देखाउँछु। सुरुमा चाहिँ हामीले घिउ तात्न दिनुपर्छ। अनि घिउ मजाले तातिसकेपछि अघि हामीले भिजाएर राखेको चम्सुर अनि हो त्यो चम्सुरलाई राख्ने। अनि त्यसपछि मजाले चलाउँदै पकाउँदै गर्ने। यसको पानी चाहिँ हामीले सुकाउन पर्छ। अनि चलाउँदै पकाउँदै गर्ने हो, नत्र भने तल लायो भने चाहिँ त त्यहीँ टाँसिन्छ अनि फेरि पकाउन गाह्रो हुन्छ। त्यही भएर अनि मजाले चलाउँदै पकाउँदै गर्ने। धेरै टाइम त लाग्दैन यो पानी सुक्नलाई। अनि पानी सुकेपछि माथि घिउ तैरिन थाल्छ। अनि त्यसपछि बल्ल पाक्यो भनेर थाहा हुन्छ। हेर्नु कति राम्रो देखेको यो, हेर्दै यत्तिकै खामखाम जस्तो। अनि त्यसपछि हाम्रो माथि घिउ देखिन लागिसकेपछि बल्ल अनि उमालेको दुध हाल्ने हामीले। त्यसमा चिसो चाहिँ नहाल्नु, तातो दुध हाल्नुपर्छ, फेरि चिसो र तातोले फाड्छ। अनि त्यसपछि अनि बल्ल हामीले ड्राई फ्रुट्सहरू अनि चिनी सुकमेलको धुलो हालेर अनि त्यसपछि मजाले एकछिन चलाउँदै पकाउँदै गर्ने। हल्का बाक्लो हुन पर्यो नि त खिर भनिसकेपछि त। अनि त्यसपछि मजाले चलाउँदै पकाउँदै गर्ने। नानी बोलेको आवाज आएन। अनि एकछिन मजाले चलाउँदै पकाउँदै गरेपछि अनि हाम्रो खिर रेडी हुन्छ। अनि हामी सासू बुहारी भएर खायौँ। यस्तो मिठो भयो थियो नि।